धेरै समयमा टाइटानिक भन्ने जग्गा यो सुनेको बहुत थियो। यो तल झर्ने यो टाइटानिक डाँडा भनिन्छन्। अनि किन भन्दाखेरि यसमा आउनु लागि बहुत समय लाग्दो रहेछ, निकै माथि नै रहेछ। अनि यसो हेर्दै जाँदाखेरि यहाँ डस्टबिन राख्दै रहेछ है। यो पारिदेखिको टासिडिङ हो है। यस तपाईँको यो टासिडिङ यो टासिडिङ एरिया हो। अनि माथि यो टासिङ मोनेस्ट्री छ। डरै लाग्दो विशाल भिर छ यहाँनिर हो। यसको मजा अनि साथै हेर्नु वाह लालुपाते मजाले फुलेछ है। अनि जङ्गली भेडा मात्रै भन्छ माउन्टेन भेडा होला यो सिपना यहाँ लाग्दै रहेछ हेरोस् भनेर होला हो। अनि टाइटानिकको यो चाहिँ टुप्पाको डाँडालाई लिइन्छ। यसो जाँदै गर्दा यो टाइटानिकको भिजन भयो है। अनि चाहिँ भेडा छ त्यो छ तर यहाँनिर मलाई यो त्यही नि एउटा यतापट्टि छ त्यही हिँड्थ्यो पारिपट्टि हिँड्दा हुनुपर्ने थियो। अलिक कन्फ्युज भयो म। तर हेर्नुहोस् अब भिड त विशाल छ यहाँ त कुरै नगरौँ है। आम्मामा चक्कर आउने भिड छ यहाँ। थर्टी बाई मिस्टेक फोन झऱ्यो भने बाई बाई टाटा खोला यो यो किन रङ्गित खोला यो चाहिँ है रङ्गित खोला आम्मामा टासिडिङ यो माथि टासिडिङको डाँडा पाखा परि यसरी आज हामी त्यही यसरी उताबाट आएको फाङथाङबाट आएको है। फाङथाङबाट घुम्न आएको यहाँ हेर्नु आएको यसलाई ल यस्तै रहेछ देख्यौँ। सुरेखा बोजू बहिनीहरू रहेछ।